हेलो साथीहरू नमस्कार। यदि तपाईहरु जापानमा हुनुहुन्छ भने एटीएमबाट कसरी आफ्नो ब्यालेन्स चेक गर्ने भनेर सोच्दै हुनुहुन्छ भने जेपी बैंकबाट चाहिँ मैले एउटा सानो प्रोसेस राखेको छु। यसरी चाहिँ तपाईले आफ्नो क्याश कार्डबाट ब्यालेन्स हेर्न सक्नुहुन्छ। अब सजिलै हुन्छ प्रोसेस चाहिँ। सुरुमा आफ्नो पिन नम्बर हाल्नुस् भनेको हुन्छ अनि आफ्नो पिन नम्बर के छ पिन नम्बर हाल्नुस् है। एकछिन वेट गर्नुस्। त्यसपछि तपाईको ब्यालेन्स चाहिँ देखाउँछ। तपाईलाई रिसिभ चाहियो भने चाहिँ रिसिभ गर्नुस्, हैन भने चाहिँ इन्ड गर्नुस्। यति गरेपछि चाहिँ तपाईले आफ्नो ब्यालेन्स चाहिँ देख्न सक्नुहुन्छ। अब सक्यो तपाईको त्यो फिर्ता दिन्छ है त। यसैगरी पासबुकबाट जम्मा गर्न चाहनुहुन्छ भने चाहिँ इंग्लिश गाइडमा थिच्नुस्, इंग्लिशबाट युज गरौँ है त। अनि त्यहाँ के भन्छ भने चाहिँ त्यो पढ्न सक्नुहुन्छ। डिपोजिटमा क्लिक गरेर अनि त्यो चाहिँ इन्टर गरिदिनुस्। त्यसपछि चाहिँ तपाईसँग भएको पासबुक हुन्छ नि त, त्यो पासबुकलाई चाहिँ त्यहाँ भित्र हाल्नुहोस् भनेर उले इन्स्ट्रक्सन दिइरहेको छ। त्यो इन्स्ट्रक्सन अनुसार आफ्नो पासबुकलाई कहाँनिर पल्टाउने हो, कहाँनिरबाट भर्नुपर्ने हो त्यो चाहिँ बनाएर अनि यसरी चाहिँ भित्र हाल्दिनुस्। कुन ठाउँमा राख्दा ठीक हुन्छ है। अनि त्यो मेसिनले आफै भित्र रिड गर्छ। त्यति भइसकेपछि तपाईलाई खाकुनिन गर्न लगाउँछ अनि त्यहाँ पैसा राख भन्छ। अनि त्यहाँ चाहिँ सरर पैसा राखदिनुस्। त्यसपछि त्यो आफै बन्द हुन्छ र बाँकी प्रोसेस चाहिँ उले आफै भित्रबाट गरिरहेको हुन्छ। एकछिन वेट गर्नुस् भनेको हुन्छ। एकछिन वेट गर्नुस्। त्यसपछि तपाईले जम्मा गरेको पैसा कति छ त भनेर यसरी डिटेल दिन्छ। त्यसमा चाहिँ इन्टर गर्नुस्। इन्टर गरिसकेपछि उसले आफ्नो भित्रको प्रोसेस गरिरहेको हुन्छ। आफूले चाहिँ त्यही बसेर हेर्दा हुन्छ। थ्यांक यू फर वाचिङ। डु लाइक, कमेन्ट एन्ड सब्स्क्राइब।